मर्स्याङ्दी, यो नाम सुन्ने बित्तिकै के याद आउँछ? सायद त्यो पानीको छाल वा अन्नपूर्णको काग। तर यो केवल एउटा नदी मात्रै होइन, यो त नेपालको भूगोल अनि सभ्यतालाई नै आकार दिने एक जीवन्त शक्ति हो। आउनुहोस् आज यसकै कथामा डुबौँ। ल, सुरुमै एउटा प्रश्नबारे सोचौँ त, के कुनै नदी पानीको एक बहाव मात्रै हो वा यो आफैमा एउटा इतिहासको सङ्ग्रहालय पनि हो? कल्पना गरौँ त, यदि मर्स्याङ्दी बोल्न सक्ने भइदिएको भए यसले हामीलाई कस्ता कस्ता कथाहरू सुनाउँथ्यो होला? हरेक कथाको एउटा सुरुवात हुन्छ हैन र? मर्स्याङ्दीको कथा पनि सुरु हुन्छ सेताम्य हिमालयको काखबाट, जहाँ हिउँ पग्लिएर बनेको चिसो कञ्चन पानीले पहिलो पटक आफ्नो यात्रा तय गर्छ। संसारको छानोबाट निस्किएर मर्स्याङ्दीले पहिले मनाङको हिमाली भूभाग हुँदै अनि लमजुङ र गोर्खाको पहाडी इलाका छिचोल्दै मुगलिनमा आएर त्रिशुली नदीमा आफूलाई समाहित गर्छ। यो यात्रामा यसले भूगोल मात्रै पार गर्दैन, बरु फरक फरक समुदाय र संस्कृतिहरूलाई एउटै मालामा उनेको छ। भनिन्छ नि, नाममा के छ र? तर यहाँ धेरै कुरा छ। मर्स्याङ्दी शब्दको एउटा अर्थ माछा मार्ने ठाउँ हुन सक्छ, जसले यसको प्राकृतिक देन देखाउँछ। अनि अर्को एउटा पुरानो नाम छ कर्मदा, जसको अर्थ हो कर्मको फल दिने नदी। यसले यसको गहिरो आध्यात्मिक महत्त्वलाई झल्काउँछ। अब नदीको बहावसँगै अलिकति समयको यात्रामा पछाडि फर्कौं। मर्स्याङ्दीका किनारहरू ती केवल माटो र ढुङ्गा मात्र होइनन्, ती त सभ्यताका पाइलाहरूले भरिएका इतिहासका पानाहरू हुन्। इतिहासकारहरूका अनुसार गुरुङ जातिको पुर्खाहरूले चीनको ह्वाङहो नदी क्षेत्रबाट तिब्बत र मुस्ताङ हुँदै एउटा महायात्रा तय गरेका थिए। त्यो लामो र कठिन यात्रापछि अन्ततः उनीहरूले मर्स्याङ्दीको यही उर्वर उपत्यकामा आफ्नो नयाँ घर भेट्टाए। अनि यो केवल बसोबास मात्रै थिएन, यो त एउटा शक्तिशाली राज्यको केन्द्र थियो। 10 पुस्तासम्म शासन गर्ने घले राजाहरूको राजधानी नै यही थियो। आज पनि घेर्मुमा रहेको उनीहरूको दरबारको भग्नावशेषले त्यो गौरवशाली विगतको कथा चुपचाप सुनाइरहेको छ। सोच्नुहोस् त, मर्स्याङ्दीले कति धेरै युगहरू देखेको छ। कुनै बेला यो तिब्बत र नेपाल बीचको व्यस्त व्यापारिक मार्ग थियो। मध्यकालमा यो घले राज्यको केन्द्र बन्यो, अनि पछि नेपाल एकीकरणको समयमा त यो गोर्खा र लमजुङ बीचको युद्धको रणभूमि पनि बन्यो। इतिहासका यी पानाहरू पल्टाउँदै अब मर्स्याङ्दीको आत्मामै प्रवेश गरौँ। यो नदी केवल पानीको धारा होइन, यो आस्था र विश्वासको पवित्र जल पनि हो। एउटा यस्तो ठाउँ जहाँ हिन्दू र बौद्ध आस्थाको सङ्गम हुन्छ। यहाँ धार्मिक सद्भाव साँच्चै नदीको पानी जस्तै बग्छ। हिन्दूहरूका लागि यसको जल गङ्गा जत्तिकै पवित्र छ, जसले पाप पखाल्छ भन्ने विश्वास छ। उता बौद्धहरूका लागि यो उपत्यका ध्यान र मुक्तिको भूमि हो। यसको किनारमा कतै मन्दिरको घण्टी बज्छ, कतै गुम्बाको मन्त्र गुन्जिन्छ। नदीको किनारै किनार रामशाह घाट, सती घाट, चेपे घाट जस्ता अनेकौं पवित्र स्थलहरू छन्। यी घाटहरू केवल नुहाउने ठाउँ मात्र होइनन्, यी त पुर्खाहरूलाई सम्झने र विशेष पर्वहरूमा आस्था प्रकट गर्ने महत्त्वपूर्ण केन्द्रहरू हुन्। ल, अब शान्त आस्था र गहिरो इतिहासबाट मर्स्याङ्दीको अर्कै रूपतर्फ लागौँ। यसको रोमाञ्चक र साहसिक पाटो, जसले संसारभरका यात्रीहरूलाई चुम्बकले जस्तै आफूतिर तान्छ। मर्स्याङ्दीको छालमा गरिने र्याफ्टिङलाई विश्वकै उत्कृष्ट मध्ये एक मानिन्छ। अनि यसको किनारै किनार हिँड्ने विश्वप्रसिद्ध अन्नपूर्ण सर्किट पदमार्गले हिमालको जुन मनमोहक दृश्य देखाउँछ, त्यो त बयानै गर्न सकिँदैन। भन्नुको मतलब यो प्रकृति र साहसको एक अद्भुत सङ्गम हो। यो बनाइले मर्स्याङ्दीको सारलाई ठ्याक्कै समातेको छ। यो एउटा यस्तो यात्रा हो जहाँ तीर्थयात्रा र साहसिक कार्य दुवैको अनुभव एकैपटक लिन सकिन्छ। यहाँ आउनेहरूले मनको शान्ति र शरीरको रोमाञ्च दुवै एकैसाथ पाउँछन्। तर हरेक कथामा एउटा मोड आउँछ, एउटा द्वन्द्व हुन्छ। हाम्रो यो यात्रा अब आधुनिक युगमा प्रवेश गर्छ, जहाँ विकासको नाममा मर्स्याङ्दीले आफ्नो अस्तित्वकै सबैभन्दा ठूलो चुनौती सामना गरिरहेको छ। मर्स्याङ्दीको यही प्राकृतिक शक्तिलाई राष्ट्रको उज्यालो भविष्यका लागि प्रयोग गरिएको छ। मर्स्याङ्दी, मध्य मर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी जस्ता ठूला जलविद्युत आयोजनाहरूले देशको ऊर्जा सङ्कट टार्न ठूलो मद्दत गरेका छन्, लाखौं घरहरूलाई उज्यालो दिएका छन्। तर यो उज्यालोको पछाडि एउटा अँध्यारो सत्य पनि लुकेको छ। यो प्रगतिले निकै ठूलो मूल्य मागेको छ।
बाँधहरूले नदीको जीवन्त पारिस्थितिकी प्रणालीलाई तहसनहस पार्दैछन् र यसका किनारमा रहेका सयौं वर्ष पुराना सांस्कृतिक सम्पदाहरूलाई डुबाइरहेका छन्। 3. बस यो एउटा सङ्ख्याले मर्स्याङ्दीको पुरै कथा बदलिदिएको छ। कम्तीमा 3वटा ठूला बाँधहरूले यो स्वतन्त्र बग्ने नदीलाई टुक्रा-टुक्रामा बाँडिदिएका छन्। अब यो नदी कम, बरु ताल र सुक्खा बगरहरूको एक श्रृङ्खला बढी देखिन्छ, जसले यसको मौलिक आत्मालाई नै परिवर्तन गरिदिएको छ। हो, यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण दोधारमा ल्याइपुर्याउँछ। एकातिर विकासको आवश्यकता छ, अर्कोतिर संरक्षणको जिम्मेवारी। आखिर मर्स्याङ्दीको भविष्य अब कुन बाटोमा जानेछ त? यो सन्तुलनको खोजी साँच्चै नै कठिन छ। एकातिर हामीलाई घर र उद्योगका लागि बिजुली चाहिन्छ, यो सत्य हो। तर के त्यो बिजुलीका लागि हामी आफ्नो वातावरण, आफ्नो इतिहास र आफ्नो पहिचानलाई नै दाउमा लगाउन तयार छौं? यो नै आजको सबैभन्दा ठूलो र गम्भीर प्रश्न हो। तर हरेक समस्याको समाधान पनि हुन्छ। आशाको किरण अझै बाँकी छ। एउटा समाधान प्रस्ताव गरिएको छ, मर्स्याङ्दी सांस्कृतिक धार्मिक पदमार्ग। यो एउटा यस्तो सोच हो जसले विकास र संरक्षणलाई सँगसँगै हिँडाउन सक्छ, पवित्र स्थलहरूलाई जोगाउँदै र दिगो पर्यटनलाई पनि बढावा दिँदै। यो एउटा भनाइले सबै कुरा स्पष्ट पार्छ। नदी केवल पानी बग्ने माध्यम होइन, तर हजारौं वर्षका मानवीय पदछापहरूको मौन सङ्ग्रहालय हो। यो कुराले हामीले के गुमाइरहेका छौं भन्ने कुरा झलक्क सम्झाउँछ। यो केवल पानी होइन, यो हाम्रो साझा सम्पदा हो। त्यसैले अन्त्यमा यो प्रश्न केवल मर्स्याङ्दीको मात्रै रहेन, यो हामी सबैको हो। विकास र संरक्षण बीचको सन्तुलन आखिर कसरी सम्भव छ? हामीले भविष्यका लागि कस्तो प्रगति रोज्ने? त्यो प्रगति जसले बत्ती त दिन्छ तर हाम्रो पहिचानलाई अन्ध्यारोमा राख्छ, वा त्यो प्रगति जसले दुवैलाई सँगै लिएर हिँड्छ? यो निर्णय अब हाम्रो हो।